नमस्कार। आजको यस भिडियोमा हामी रासायनिक विषादीको परिचय र यससँग सम्बन्धित महत्त्वपूर्ण जानकारीहरू प्रस्तुत गर्दैछौँ। सर्वप्रथम भिडियो सुरु गरौँ विषादीको परिचयबाट। के हो त विषादी? बालीनालीमा देखा पर्ने रोग, किरा लगायत शत्रुजीवको व्यवस्थापन गर्न प्रयोग गरिने रसायनलाई विषादी भनिन्छ। विषादीले मानिस, जनावर, चरा, माछा, मौरी, माटोको सूक्ष्म जीवाणु, जंगली जनावर, लाभदायी किराहरूको क्षति र समग्र वातावरणलाई नै दूषित बनाउने हुँदा यिनीहरूको लगातार र जथाभावी प्रयोग स्वीकार गर्न सकिँदैन। रासायनिक विषादीलाई बाली रोग तथा किरा व्यवस्थापनको माध्यम बनाइरहँदाखेरि विषादी विष हो, औषधि होइन भन्ने कुरालाई सधैँ हेक्का राख्नुपर्दछ। विषादीका प्रकारहरू: कीटनाशक विषादी, जस अन्तर्गत मालाथियन, इमामेक्टिन बेन्जोइट, इमिडाक्लोप्रिड जस्ता अन्य विषादीहरू पनि पर्दछन्। ढुसीनाशक विषादीहरू, जस अन्तर्गत म्यान्कोजेब, कपर अक्सीक्लोराइड, हेक्साकोनाजोल आदि पर्दछन्। ब्याक्टेरियानाशक विषादी अन्तर्गत स्ट्रेप्टोमाइसिन, टेट्रासाइक्लिन आदि पर्दछन् भने झारनाशक विषादी अन्तर्गत सिमाजिन, नोमिनिगोल्ड, सल्फोसल्फ्युरान। सुलसुलेनाशक विषादी अन्तर्गत प्रोपाजाइट, फेनपाइरोक्सिमेट, फेनाजाक्विन आदि पर्दछन् भने संख्यकिरानाशक अन्तर्गत मेटलडिहाइड जस्ता विषादीहरू पर्दछन्। जुकानाशक विषादी अन्तर्गत निम्फोस, फोस्थियाजेट आदि पर्दछन् भने मुसानाशक विषादी अन्तर्गत जिंक फस्फाइड, ब्रोमाडियोलिन जस्ता विषादी पर्दछन्। त्यस्तै जैविक विषादी अन्तर्गत बीटी, हेलिएनपीभी, स्युडोमोनास फ्लोरेसेन्स, ट्राइकोडर्मा विर्डे, मेटाराइजियम एनिसोप्ले, एजाडिरेक्टिन आदि पर्दछन्। बालीनाली तथा खेतबारीमा लाग्ने विभिन्न किसिमका रोग तथा अन्य शत्रुजीवहरूको व्यवस्थापनका लागि रासायनिक विषादी प्रयोग गर्नै परेको खण्डमा विषादीको लेबल चिन्ह हेरेर त्यसको खतराको स्तर अनुसार हामीले एग्रोभेटबाट सावधानीका साथ विषादी किन्नुपर्छ र सोही दिएको निर्देशन अनुसार मात्र प्रयोग गर्नुपर्छ। कसरी चिन्ने त विषादीको लेबल र खतराको स्तर? अत्यन्त खतरनाक विषादीको संकेत अथवा लेबल रातो रङको हुन्छ, जुन प्रयोगका दृष्टिले अत्यन्तै हानिकारक हुन्छ, वातावरण र मानवीय स्वास्थ्यमा प्रतिकूल असर पार्ने खालको हुन्छ। यस खालको लेबल अन्तर्गत अर्गानोक्लोरिन समूहका विषादी पर्दछन्, जुन नेपाल सरकारले प्रतिबन्धित गरिसकेको छ। खतरनाक विषादीको संकेत अथवा लेबल पहेँलो रङको हुन्छ। यो विषादीको लेबललाई खतरनाक तर अत्यन्त खतरनाक भन्दा कम खतरनाक मानिन्छ, तर मध्यम रूपको खतरा विषादीहरूको लेबल नीलो रङको हुन्छ। यो भने अत्यन्त खतरनाक र खतरनाक भन्दा अलिकति सुरक्षित मानिन्छ। सामान्य खतरनाक विषादीको लेबल हरियो रङको हुन्छ। प्राय खेतबारीमा प्रयोग गर्नको लागि उपयोगी र सुरक्षित विषादी भनेको सामान्य खतरनाक विषादी हो, जसको लेबल हरियो रङको हुन्छ। यी र यस्तै लेबलको आधारमा र खतराको आधारमा हामीले पूर्णतः जानकारी लिएर मात्र विषादीहरू किन्नु पर्दछ र दिइएको निर्देशन अनुसार मात्र सुरक्षात्मक तरिकाहरू अपनाएर प्रयोग गर्नुपर्दछ। र विषादी विष हो, औषधि होइन, यसले मार्ने काम गर्छ, बचाउने काम गर्दैन भन्ने कुरा सधैँ हेक्का राख्नुपर्दछ। विषादीको प्रयोगलाई अन्तिम विकल्पको रूपमा मात्र लिनुपर्दछ। हाम्रै गाउँघरमा स्थानीय स्तरमा पाइने जैविक विषादी, वानस्पतिक विषादी, घरेलु परम्परागत तरिकाहरू अपनाएर पनि बाली रोग व्यवस्थापन गर्न सकिन्छ। रासायनिक विषादी मात्र बाली उत्पादन बढाउने र रोग किरा व्यवस्थापन गर्ने प्रमुख उपाय होइन, यसलाई हामीले प्रतिस्थापन गर्दै जानुपर्दछ र दिगो कृषि विकासको थालनी गर्नुपर्दछ।